ठिक छ ल। त्यसो भए अब हामीले हेर्ने भनेको चाहिँ कुनै पनि डिभाइसबाट एक्सटर्नल स्टोरेज डिभाइसबाट कम्प्युटरमा डेटाहरू कसरी हाल्ने त? एउटा तरिका भनेको चाहिँ अनलाइन होइन। जस्तै मानव विमलले प्रशान्तलाई फोटोहरू पठाउनु पऱ्यो भने तिमीले फेसबुकमा पठाउन सक्यौ होइन, इन्स्टाग्राममा पठाउन सक्यौ, वाट्सएपमा पठाउन सक्यौ, ड्राइभमा हालेर पठाउन सक्यौ, त्यो पनि हामी सिक्सम ड्राइभमा अपलोड गरेर पठाउन अनलाइनको माध्यम एउटा छँदैछ है। अब एक्सटर्नल स्टोरेज डिभाइसबाट चाहिँ कसरी हाल्ने त भन्दा पहिला एक्सटर्नल स्टोरेज डिभाइसहरू हो के को हेरौँ। जुन चाहिँ बोकेर हिँड्न सकिन्छ त्यसबाट डेटाहरू ट्रान्सफर गर्न मिल्छ। जस्तै युएसबी ड्राइभ भनेको पेन ड्राइभ देखेको छ होला। पेन ड्राइभ यस्तो हुन्छ एउटा है त। ए यस्तो कतै न कतै देखेको छ होला है। धेरै पपुलर हो। आजभोलि चाहिँ अलिक कम युज हुन्छ होइन, किनकि अनलाइनले मार्केट खाइसक्यो, सबैको घरमा वाइफाईहरू हुन्छ होइन। सो पेन ड्राइभहरूमा खर्च गरेर राख्दैन, बरु वाइफाई जोडेको भइहाल्छ, त्यसबाटै गरेर हुन्छ। अर्को भनेको चाहिँ एक्सटर्नल हार्ड ड्राइभ, थाहा छ हार्ड ड्राइभ? यस्तो हुन्छ है हार्ड डिस्क चाहिँ। यो हरेक कम्प्युटरमा चाहिँ जुन तिमीहरूको स्टोरेज हुन्छ नि, त्यहाँ चाहिँ हार्ड डिस्क र एसएसडी दुइटा मध्ये एउटा राखेको हुन्छ, कसै कसैकोमा दुइटै हालेको हुन्छ ठाउँ छ भने होइन। यसले चाहिँ स्टोरेज डिभाइसको रूपमा काम गर्छ र एसएसडी पनि हुन्छ, त्यो पनि स्टोरेज डिभाइसै हो। तर एसएसडी हाल्यो भने कम्प्युटर थोरै अलिकति फास्ट हुन्छ हार्ड डिस्कको कम्पेरिजनमा है। त्यसमा फङ्सनिङहरू अलिकति फास्ट हुन्छ। हार्ड डिस्क भनेको चाहिँ यस्तो हुन्छ है। सो यसबाट पनि हाल्न सक्यो, त्यसको लागि एउटा तार चाहिँ चाहिन्छ हार्ड डिस्कमा है। पेन ड्राइभमा चाहिँ अलरेडी हाल्ने ठाउँ हुन्छ, पेन ड्राइभको पोर्ट अलरेडी तिम्रो ल्यापटपमा भइहाल्छ। तर हार्ड डिस्कको लागि चाहिँ एक्स्ट्रा एउटा तार चाहिन्छ। यो भयो हार्ड डिस्क। अर्को एसडी कार्ड, थाहा छ एसडी कार्ड? मेमोरी कार्ड। मेमोरी कार्ड देखेको एसडी कार्ड डाइरेक्ट कम्प्युटरमा हाल्न मिल्दैन, त्यसको लागि अर्को एउटा मिडिएटर चाहिन्छ। त्यसलाई के भन्छ? यो एसडी कार्ड मेमोरी कार्ड भयो होइन। यसलाई यसबाट तिमीहरूले कम्प्युटरमा डेटा हाल्नु पऱ्यो मानौँ भने यसको लागि पनि एउटा के मिडिएटर चाहिन्छ, त्यसलाई के भन्छ? के भन्छ ल? प्रश्नलाई थाहा छ? मेमोरी कार्ड छ तिम्रो मोबाइलमा? मेमोरी कार्ड आजभोलि त स्टोरेजै धेरै हुन्छ मोबाइल मेमोरी कार्ड राख। थाहा छ मेमोरी कार्ड? थाहा छ नि, यस्तो देखेको छ नि होइन। सो यसको लागि कम्प्युटरमा हाल्नु पऱ्यो भने केही न केही मिडिएटर चाहिन्छ, किनकि यो डाइरेक्ट हाल्ने तिमीहरूको ल्यापटपमा कतै पनि छैन, कम्प्युटरमा कतै पनि हुँदैन है। यसको लागि केही न केही थर्ड पार्टी केही न केही चाहिन्छ। पेन ड्राइभमा त फेरि यो हाल्न मिलेन नि त होइन त। मेमोरी आजभोलि हुँदैन। यसलाई हाल्ने हुन्छ कार्ड रिडर है। सुनेको के भयो? माइनस नै हाल्यो। ठिक छ, त्यो छोडेर अरू गर्दै गर, एकैछिनमा हेर्छु त। यसको लागि चाहिँ कार्ड रिडर भन्ने हुन्छ है। मैले यसरी कार्ड रिडर सर्च गरेँ, यस्तो यसमा चाहिँ यसलाई कार्ड रिडर भन्छ है। यसको यो साइडको एरिया जुन छ नि, यहाँ साइडको एरिया, यहाँ साइडको एरियामा चाहिँ एसडी कार्ड मेमोरी कार्ड हालिन्छ है, साइज अनुसारले, कुनै ठुलो कुनै सानो। अब क्यामेराहरूको एसडी कार्डको कुरा गर्छौ भने अलिक ठुलो हुन्छ, त्यो यतातिर हालिन्छ होइन। मोबाइलहरूको लागि यतातिर हालिन्छ। यसरी चाहिँ तिमीहरूले क्यामेराबाट फोटो हुन त आजभोलि क्यामेराबाट डाइरेक्ट तिमीहरूले तार जोडेरै हाल्न पनि मिल्छ। तर क्यामेरामा मेमोरी हुन्छ, त्यो क्यामेराको मेमोरीलाई कार्ड रिडर चाहिन्छ, कार्ड रिडरबाट हाल्न मिल्छ है। यस्तो खालको पनि हुन्छ आजभोलि। यो यसभित्र पनि मेमोरी हाल्न मिल्छ। यो चाहिँ डाइरेक्ट तिमीहरूको ल्यापटपमा, कुनै कुनै ल्यापटपमा आजभोलि यस्तो खालको पनि हाल्ने बनाइदिएको हुन्छ। सो यो थियो एसडी कार्डबाट गर्नुपर्ने कार्ड रिडर। अब यिनीहरूको काम भनेको चाहिँ एउटा डिभाइसबाट अर्को डिभाइसमा ट्रान्सफर गर्ने हो है डेटा, एकातिरबाट अर्कोतिर अर्कोतिरबाट अर्कोतिर लग्ने हो। ब्याकअप पनि गर्ने युज हुन्छ। जस्तै तिमीहरूलाई इम्पोर्टेन्ट डेटा छ भने अब अनलाइनमा राख्ला आफ्नो ठाउँमा छ होइन, तर कहिलेकाहीँ तिमीहरूको आइडी ह्याक भइदिइहाल्यो भने त अनलाइनमा राखेको कुरा त गयो होइन त।
त्यसको लागि हामी ब्याकअप गर्छौँ। सो ब्याकअपको लागि स्पेसल्ली हार्ड ड्राइभहरू बढी युज हुन्छ है। हार्ड ड्राइभहरूमा ब्याकअप गरेर ठुल्ठुलो कम्पनीहरूले गर्छ, अब हामीले त गर्नु पर्दैन होइन, तिमीहरूले गर्नु पर्दैन किनकि तिमीहरूसँग त्यस्तो धेरै डेटा छँदै छैन। त्यही फोटोहरू होला जुन मोबाइलमा अलरेडी कभरअप भएकै छ। यदि फोटो पनि तिमीहरूले राख्ने मन छ भने चाहिँ पेन ड्राइभ अथवा हार्ड डिस्क किनेर राखिराख्नु सक्छौ। एटलिस्ट कहिलेकाहीँ मोबाइलबाट बाई चान्स डिलिट भयो अथवा ह्याक भयो मोबाइल होइन, भाइरसहरू पस्यो भने सेफ हुन्छ। सो ब्याकअपको लागि पनि युज हुँदो रहेछ। र स्टोरेज क्यापासिटी बढाउनलाई र कसरी एउटा डिभाइसबाट अर्को डिभाइसमा हाल्ने भन्दा, कम्प्युटरमा कसरी हाल्ने भन्दा, पहिला सबभन्दा सुरुमा तिमीहरूसँग जे छ नि एक्सटर्नल एक्सटर्नल डिभाइस त्यसलाई चाहिँ पोर्टमा हाल्नु पऱ्यो है। कम्प्युटरमा पोर्ट हुन्छ, त्यो पोर्टमा चाहिँ तिमीहरूले हाल्नुपर्ने हुन्छ। चाहे हेर त यस्तो खालको यो हाल्नुलाई पोर्ट छ होला, जुन जहाँ तिमीहरूले ल्यापटपको सरी किबोर्डको र माउसको हालेको हुन्छौ नि, यो युएसबी पोर्ट सेम पोर्टमा पस्छ है। यस्तै खालको पोर्ट टन्न हुन्छ तिमीहरूको सिपियुको पछाडितिर होला, अगाडि छैन भने। अगाडि छ हेर त, सिपियुको अगाडि छ, अगाडि पनि छ आजभन्दा अब अगाडि पनि हुन्छ होइन। र अगाडि लिमिटेड दुई तिनवटा छ, अझै बढी हाल्नुभयो भने पछाडि पनि हुन्छ कि 5-6वटा। त्यो यसको पनि अगाडि छँदैछ। ल्यापटपको केसमा चाहिँ यही हुन्छ, त्यहाँ हाल्नु पऱ्यो। र वेट अन्टिल द डिभाइस इज डिटेक्ट भनेको डिटेक्ट नहुन्जेलसम्म वेट गर्ने भन्दैछ। जुन डिटेक्ट भइसके चाहिँ नोटिफिकेसन आउँछ होइन। फाइल एक्सप्लोरर खोल्ने र फाइल एक्सप्लोरर जहाँ फाइलहरू फाइल एक्सप्लोरमा हुन्छ भनेको थियौँ हामीले होइन। र लेफ्टतिर लेफ्टतिर भने कता भन्दा यो साइडतिर चाहिँ युएसबी ड्राइभ लेखेर नाम आउँछ होइन। युएसबी ड्राइभ लेखेरको नामलाई क्लिक गर्ने, त्यसपछि कपी गर्ने, त्यसलाई स्लेट गर्ने, अनि कन्ट्रोल सीले कपी हुन्छ है। कन्ट्रोल सीले कपी, कन्ट्रोल भीले पेस्ट। सो राइट क्लिक गरे पनि हुन्छ, राइट क्लिक गरेर कपी, राइट क्लिक गरेर पेस्ट गर्ने, जहाँ लग्ने हो त्यहाँ गएर पेस्ट गर्ने यसरी। र कम्प्युटरबाट उता हाल्नु युएसबीमा हाल्नु पऱ्यो भने सेम प्रोसेस रिभर्समा, पहिला कम्प्युटरकोलाई कन्ट्रोल सी गर्ने, त्यहाँ गएर कन्ट्रोल बी गर्ने। सो यो कुरा चाहिँ हाम्रो विमलले आफ्नो ल्यापटपमा यो पेन ड्राइभ हाल्छ र गरेर देखाउँछ। त्यसलाई त्यतिकै छोड्देऊ, किनकि मेरो ल्यापटपमा चाहिँ सपोर्ट गर्ने तिम्रो त्यहाँ इन्सर्ट गरेर दिन्छौ। सबैले गर्छ पालेको उसको सकेस तिम्रो तिम्रो उसले चाहिँ गरेको डेमो हेर्न पायो तिमीहरूले। अब त्यसपछि पाले तिम्रो हाल्नुभन्दा अगाडि के गर पहिला उसको स्क्रिन देखिरहेको चाहिँ हेर्दैन, प्रेजेन्ट गरिरहेको छ त्यहाँ ल पछाडि सुरु गर। ल उसको स्क्रिन प्रष्ट देखियो होला। र पेन ड्राइभ हाल्यो, पेन ड्राइभ हाल्यो भने साइडमा नोटिफिकेसन आयो होला, देख्यौ युएसबी ड्राइभ एफ लेखेर आइरहेछ है। युएसबी ड्राइभ एफ आयो, त्यसैलाई डाइरेक्ट क्लिक गर्दा पनि हुन्छ। ओपन फायर फोल्डर टु भ्यू फाइल्स त्यसमा क्लिक गर्ने, यसरी खोल्यो पेन ड्राइभ डाइरेक्ट होइन। यदि त्यहाँबाट डाइरेक्ट खुलेन भने चाहिँ तिमीले फाइल एक्सप्लोरर खोल्दा पनि भन्छ, त्यसलाई क्लोज गरेर त्यहाँ नोटिफिकेसन आउने बित्तिकै विन्डो डी गरेर फाइल यसलाई क्लोज किन गरेर यहाँबाट त तिमीले साथीहरूलाई देखाइरहेको आएर कहीँ हुँदैन, जान्नु नि तरिका। आयो पेन ड्राइभ त्यसलाई कन्ट्रोल सी गरेर कपी गर्ने, अनि जहाँ लग्ने हो त्यहाँ जाने कन्ट्रोल डी गर्ने त हो। यहीबाट देखाएको यता साथीहरूले हेर्दै गर्छ। अब पेन ड्राइभ खुल्यो होला त पेन ड्राइभलाई विन्डो डी गरेर खोल्नु।